आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दाइको भाषण सुनेको थिएँ, जसमध्ये मलाई मन परेका केही कुराहरू। राजनीति गर्दाखेरि जहिले पनि आफूलाई बिचमा राखेर राजनीति नगर, पहिला देशलाई बिचमा राख, त्यसपछि राजनीति गर भनेका छन्। यदि तिमीले यसो गरेनौ भनेपछि तिमीहरूको हालत पनि पुराना दलभन्दा पनि खतम हुनेछ। सबैभन्दा माथि देश राख अनि राजनीति गर भनेका छन् कि सांसदहरूको सपनाको जिम्मा जनताहरूले बोकेका छैनन्। जनताहरूको सपनाको जिम्मा सांसदले बोक्ने हो भनेको मतलब सांसदहरूले जनताको सपना पुरा गर्ने हो, न कि आफ्नो सपना पुरा गर्नको लागि संसद भवनभित्र जाने हो भनेका छन्, जो मलाई एकदम मन परेको। र संसद भवनभित्र छिर्दाखेरि आफ्नो मर्यादाको ध्यान राख्नुहोस्। कसै पनि बिचौलियासँग नलाग्नु। बिचौलियाहरू चारैतिर अहिले रासपालाई फुटाउनको लागि एक्टिभ भइसकेका छन्। यदि कसै बिचौलियासँग तिमीहरूले पैसा त छोड, पानी मात्रै पियो भने पनि यो जेनजी शहीदहरूको आमाको अपमान हो, यिनीहरूको श्राप लाग्नेछ तिमीका छन्, जो आफ्नो नयाँ सांसदलाई सिकाउनु जरुरी थियो। यदि बजेट लगेर आफ्नो क्षेत्रमा मात्रै थुपारिन्छ भनेपछि यो कुनै विकास होइन। बजेट उता कर्णाली, मधेस र सुदूरपश्चिमलाई सधैँ रुवाइन्छ भने पनि त्यो कुनै विकास होइन। सबै ठाउँमा बराबर बजेट अनि विकास हुनुपर्छ, तब मात्रै समृद्ध देशको विकास हुन्छ भनेका छन्। यिनी भनाइमध्ये तपाईँलाई सबभन्दा मनपर्नेको कुन कुरा मन पर्यो? आफ्नो प्रतिक्रिया र कमेन्ट गर्नुहोला।